नमस्ते सबैजनालाई म मणि प्रसाद गुरुङ अनि हजुरहरू समक्ष म आफ्नो फेरि एउटा सानो एउटा वक्तव्य दिन आइरहेको छु र मेरो यो जुन अब अहिले जुन म यो बनाउँदैछु यो सानो एउटा भिडियो यसमा चाहिँ म बेसिकली हाम्रो जुन नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ है आमा बाबा जो पनि हाम्रो समाजमा अब है 18+ होइन हुनुहुन्छ उहाँहरूलाई चाहिँ म स्पेसियली यो अब हुन्छ नि एउटा भिडियो बनाएर चाहिँ एउटा फाइनेन्सियल अवेरनेसको बारेमा चाहिँ अब हुन्छ नि एउटा सानो एउटा एउटा ज्ञान भनौँ है त्यो दिनु लागिरहेको छु जुन मेरो अब एक्सपिरियन्स छ अलिकति है ब्याङ्किङमा र फर्स्ट अफ अल लेट्स से तपाईँहरूको जति अब सेभिङ हुन्छ है जति अर्निङ छ है तपाईँहरूको लेट्स से तपाईँहरूले 100 रुपिस अर्न गर्नु हुँदैछ भने त्यसमा तपाईँहरूले 50% ओके द्याट सुड गो फर योर निड्स राइट तपाईँहरू जे अब त्यो घर चलाउनुको लागि या फ्यामिली चलाउनुको लागि त्यो चाहिन्छ त्यो 50% 50 रुपिस तपाईँले त्यो त्यसमा युज गर्नु पऱ्यो रिमेनिङ 50 है त्यसमा 30% द्याट मिन्स 30 रुपिस त्यो तपाईँ सेभ गरेकै हुनुपर्छ र तपाईँ ब्याङ्कमा आएर है एफडी आरडी गर्दा पनि हुन्छ या अहिले जुन हाम्रो छ मार्केट रिलेटेड म्युचुअल फन्ड है त्यसमा पनि तपाईँले एसआइपीको थ्रु सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान इट स्टार्ट्स फ्रम जस्ट रुपिस 10 रुपिस होइन र जति तपाईँको अब छ है सेभिङ त्यो 30 रुपिस जति तपाईँको हुँदैछ है 100मा 30% भनौँ त्यसमा तपाईँको हिसाबले तपाईँ एसआइपी गर्न सक्नुहुन्छ म्युचुअल फन्डमा अनि धेरै छ जस्तै पिपिएफ छ पब्लिक प्रोभिडेन्ट फन्ड ओके त्यसमा चाहिँ तपाईँले 15 इयर्ससम्म इन्भेस्ट गर्नुपर्छ एभ्री मन्थ ओके एन्ड देन आफ्टर द्याट तपाईँले राम्रो एउटा लमसम पाउनुहुन्छ विथ कम्पाउन्ड इन्ट्रेस्ट ओके त्यो पनि छ सो तपाईँलाई चाहिँ अब हुन्छ नि हल्का जानकारी दिएको हुनु त थाहा होला निकैलाई बट इफ थाहा छैन भने चाहिँ तपाईँले यो अप गर्न सक्नुहुन्छ एन्ड रिमेनिङ 20% 20 रुपिस है त्यसले चाहिँ तपाईँ आफ्नो डिजायर्सहरू है भेकेसन एन्ड अल दोज थिङ्स क्युमुलेट गरेर यु क्यान स्पेन्ड द्याट वे ल सो यो चाहिँ अब हुनु चाहिँ म एउटा आर्टिकल लेख्नु चाहन्थेँ बट दिस डेज पिपल होइन त्यति पढ्नु हुँदैन न्युज पेपर आर्टिकल्सहरू सो यो भिडियो मार्फत नै एउटा हुन्छ नि सर्ट एन्ड स्विट भनौँ है त्यो मैले बनाएर तपाईँहरूलाई एउटा जानकारी दिएको र आउने टाइममा पनि जति मेरो एक्सपिरियन्स बढ्दै जान्छ तपाईँहरूलाई म राम्रो एउटा फाइनेन्सियल है अवेरनेस फाइनेन्सियल इन्क्लुजन कसरी गर्ने आफ्नो लाइफमा त्यसको बारेमा एउटा राम्रो कुराहरू सेयर गर्नेछु र यति भन्दै म बिदा लिन चाहन्छु है।